नमस्ते के छ फ्यामिली सबै सन्चै आरामै ठिकै होला होइन म पनि ठिकै वेलकम फ्रम जाजरकोट के भन्छ सोडाडी अहिले चाहिँ म यहाँ जाजरकोटको सोडाडीमा छु यहाँ हाम्रो देउता मान्छन् पुज्ने त्यसै कारणले गर्दाखेरि म आएको थियौँ अस्ति नै हिजो पुग्यो गयो अब भोलि बोकासोका काट्छन् अनि त्यो काम हुन्छ पूजाको काम हुन्छ त्यसपछि हामी घरतिर लाग्छौँ भोलितिर या गाडी पाएपछि भोलि जाने नत्र त्यहाँ जिउला बस्ने अनि पर्सितिर जाने भन्ने सोचेको छ अब के कसो हुन्छ अनि यहाँ पाहाडमा पनि यहाँ पानी नपरेर यहाँ अब खडेरी लगाएर जस्तो सुकेको छ पुरा मकै नि हेर्नु मकै लगाएको रहेछन् एकदम पुरा पानी नपाएर हल्का सुक्खा छ पानी पर्दैको भयो नि त्यहाँदेखि वाटरफल एउटा यहाँ धेरै वाटरफल देखिने हो कि पानी परेपछि यदि होइन पापुलका भनौँ भनेपछि हल्का बादल नि लागेको छ हल्का क्यामेरामा त देखिँदैन होला फोनको क्यामेरा भएपछि त देखाउँथेँ यो एक्सन क्यामेरा भयो नि त त्यसो गर्दा जुम गर्दा नि हल्का ब्लग आउँछ अब यहाँको सिनहरू हेर्नु सिनेमेटिक सिनहरू त्यहीमा इन्जोय गर्नु नभए नि पऱ्यो मोबाइलमा खालि एडिट गर्ने काम भयो नि भइहाल्यो यहाँमा कहाँ हुने हुँदैन एउटा दाइ हुन्थ्यो हल्का कुराकानी भयो क्यामेराको बारेमा त्यो सोधिराख्नु भएको थियो के कस्तो पर्छ भनेर बताएँ त्यही छ अब यहाँ पूजामा पनि अब भोलि खै के भन्छन् के औँसी पनि के भन्छ नि त त्यही अब भोलि के बोकाइनी काट्छन् त्यसैले गर्दाखेरि म पूजामा मान्छे नि आउँदैछन् धेरै अब भिड हुन्छ होला एकछिनमा भिड नै हुन्छ त्यसपछि भोलि बिहान उठेर पूजासुजा गरेर अनि बोका कटाइ हुन्छ अनि त्यसपछि के हुन्छ हेर्दै गरौँला इधर बैठे के भयो के भयो ए बसो बस अरे अझ धकल्ने भइहाल्यो मार्ने भइहाल्यो टिम पनि हिजो दिनभरि भएको छ गाडी अनि पछि पानी पियो हातमा अब त्यहाँदेखि हातैमा पिन्छ भने यता हेर न अरे मुझसे पंगा मुझसे लडोगे हाँ यसै छोडिदिएपछि हामा लाग्छ नि फेरि बस जब हामी यहाँ पाहाडतिर एन्ट्री गऱ्यौँ नि क्यामेराको क्वालिटी एकदम 81 चेन्ज भयो क्या खै कसरी पो अब गाउँतिर सहरतिर जाँदाखेरि त अब ग्रिन जहाँ हुन्छ नि त जङ्गल भएको ठाउँ त्यहाँ जाँदा पनि हल्का यो क्यामेरामा क्वालिटी राम्रो देखिने ग्रिन देखिने हल्का लाइटिङ हाइलाइटिङ मेरो स्याटो टेक्सचर क्ल्यारिटी सब हुन्छ नि त्यो फरक देखिने जति बेला एन्ट्री गरौँ त्यति बेला त्यो बब्बाल देखिने नवराज घर कहाँ हो ए यहाँ के गर्दै अन्त बल खेल्न आएको क्या हो ए कतिमा पढ्छौ अहिले 5मा पढिदिन्छौ कुन स्कुलमा कुन स्कुलमा ए माथिको नाम होला नि त के सोडाडी ए सोडाडी स्कुलको नामै रहेछ ए ठिक छ हजुर क्यामेरा ल भाइहरू यति सानो पनि यति बाठो छन् नि बाठो यार क्यामेरा हो ए देखिने हो यहाँ पछाडि हो नाम के हो आयुष तिम्रो के अच्छा नाइ यहाँ दियो भने म त्यो सामान्य हेर्नु नि त करेन्ट लाग्छ यहाँबाट हल्का थाहा छ छैन यो हुन्छ झर्छ पछि फुट्छ नि त यो बुझ्यो
यो के हान्ने हो यो हुन्छ होला लेन्स लाग्दैन क्या स्क्र्याच आएपछि अब यो क्यामेराको जो हुन्छ नि त जहाँदेखि जस्तो हाम्रो आँखा हो नि त आँखाले हेर्छु त्यस्तै हो कि यो पनि यसको आँखा हो एउटा बुझ्यो खेल मजाले बल कतिमा पढ्छौ तिमी दुईमा दुईटै यो नै यो दबाउने होइन यो दबाउने होइन ए यतापट्टि पनि देखिन्छ हामीले यता यो देख्यो नि त के देखिएछ त्यो देखिन्छ के यो आँखा भयो जस्तो हाम्रो आँखा छ नि दुईवटा यसको एउटा आँखा हुन्छ के जस्तै हामी दुईवटा आँखाले पुरा देख्छौँ यसले एउटा आँखाले पुरा देख्छ सिसी क्यामेरा जस्तै हो यो पनि एउटा तिम्रो नाम चाहिँ भाइको ए कतिमा पढ्छ तिमी पनि सोनालीमै हो पढ्ने नाइ भाइ छोड नाइ भाइ मैले खिचिहालेँ नि त ए मैले सोधिसकेँ 5 तिमीहरू 2 तिमी कति 4 कत्रो ठिकै हो ठिक छ बन्द गर्नुपर्छ यहाँदेखि टक्क यहाँ दबाई नाइ बन्द नगर्ने नाइ एकैछिन नै खोल्ने पनि त्यहीबाट बुझ्यो खतरा आयो पानी आएर पानी भर्यो तिमीहरूले भरिसक्यो होमवर्क लेख्यौ कति बेला अघि भर्खर त आएको थियो लेखेर आयो भाइहरू नि आयो यहाँ देखिन्छ खेल बल खेल मजाले चलो खेल म पनि गएँ ल भाइहरू खतरा देखेँ यत्रो भिड छ एक गरेर खान्थ्यो खतरा खान्थ्यो पानी नै आइसक्यो अनि हटाइन्छ यहाँमा कलेज खाने पहिला बोकेर ल्याउनु पर्थ्यो अरे अहिले ठाउँ घरमा आउँछ भनिन्छ चलरो जलहना बाइक्यो गंगा का किनारा छोटी गंगा का किनारा